गाजा गोटी सामान र एम्पल ट्याटु जता पाए त्यतै आफ्नो ज्यान भर दाहिने हातमा खुकुरी देब्रेमा ह्याम्बर केटाहरूको हुल हामी त ग्याङस्टर तर एन्सर खोज्दैछु किन गरे होला मैले यस्तो काम यो छ धेरै डेन्जर यो हो कुलत मानौ यसलाई क्यान्सर जस्तै फैलिँदै जान्छ मार्छ यसले खत्तमै पार्छ त्यसैले त राम्रो काममा ध्यान गर ज्ञान भर आफ्नो दिमागमा जान्ने बुझ्ने भएपछि पढिराख्न पर्दैन के लेखेको छ किताबमा भोगेको छु दुःख पीडा बोकेको छु पोखेको हुँ गुनासो तर कसले सुन्नु कसैले सुन्दैन यो बहिरो समाजमा बानी परिसक्यो फोहोर मैलोमा बाँच्न हाम्रो गरिब परिवार यहाँ जहिले दबाबमा शिक्षा सुविधा अनि रोजगारको अभावमा डेन लाइट नखाँदा दिनभरि तनावमा ग्याङ फाइट झगडा जिन्दगी धरापमा न आमा बाउ न परिवार साथमा कोही थिएन आफ्ना नजिकबाट खासमा जिम्मेवारी काँधमा लिन चाहेन कसैले हेला गर्न थाल्यो हुत्तिहारा भनी सबैले त्यसपछि के भने त्यही त हो नि ट्यापे गुन्डा आवारा सडक छाप र गजेडी सन्केर गयो साला यताउता नहेरी को हो मुला डन्ठे प्रहरी गइदिन्थे नटेरी म फेरि परे त्यसै त जङ्की भ्याट गोटी ओसार पसार पुगिन्थे कलङ्की तर कसले रोक्यो र कसैले गरेन मतलब छोडिदियो छाडा उल्टै जोड दियो बाधा गोजीमा गाजा अनि गोटी र ट्रामा मेरो रोटी र खाना जब खोसिन जाँदा मैले गरे यस्तो काम कसैलाई दोष दिन्न आज त्यसैले मेरो बाटो कालो अँध्यारो अप्ठ्यारो परिस्थिति नै मलाई छ प्यारो अर्को नाम मेरो खाते हो जति दुःख गरे पनि छैन आत्तेको सारा दुनियाँलाई आफ्नो पक्षमा राख्दै त्यसैले निकाल्दैछु यो सत्य आवाजलाई जित्नेछौँ हामी सधैँभरि यसै गरी जित्नेछौँ हामी टिक्नेछौँ सधैँ र बिक्नेछौँ हामी त्यस्तै परे हतियार झिक्नेछौँ हामी यति हो यो चाहिँ होइन न्यू सङ हो है अब पुरानो गीतै गाउन मन लाग्दैन है यत्तिकै जहिले यत्तिकै निस्के भइरहेछ तर केही छैन सकेसम्म राम्रो गर्नेछु होइन सकेसम्म राम्रो तरिकाले निकाल्ने हो यो चाहिँ लाइक ओरिजिनल ओजी हुन्छ नि ओजी ग्याङस्टरको लाइफको बारेमा कस्तो के त्यही हो ओके थ्याङ्क यू फर वाचिङ ओके थ्याङ्क यू पिस